हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा। हामी चाहिँ आज खोलातिर के साथीहरू, खोलामा पुग्दा चाहिँ सबैजना आउनुभएको रहेछ, भिड रहेछ। सो मैले चाहिँ माथिबाट बसेर भिडियो बनाउँदै थिएँ कि एकछिनपछि चाहिँ मेरो टर्न आयो कि भिडियो बनाउन सुरु गरिहाल्यो। भिडियो त बनाउनु पर्यो साथीहरू, कति अप्ठ्यारो गरी एउटा हातले बत्तल भर्दै एउटा हातले चाहिँ भिडियो बनाउँदै थिएँ कि हामी चाहिँ खोलामा कहिले कसो मात्र जान्छौँ कि साथीहरू। हामी आज चाहिँ खोलामा किन आएको भने हिजो अस्ति पानी परेकोले घरमा आएको पानी ढमेर आएको थियो नि त। सो त्यही भएर साथीहरू हामी चाहिँ खोलातिर पानी लिन आएको, पानी भर्दै थिएँ कि साथीहरू। नानी ठिक्क आइपुग्यो अनि नानी मोबाइल समाइदेऊ न भनेर भनेको, अनि समाइदियो, नानीले बनाइदियो अलिअलि भिडियोहरू। अनि मैले चाहिँ फटाफट पानी भर्दै थिएँ, अरूलाई पनि पालो दिनु पर्यो साथीहरू। हजुरहरूले चाहिँ किन बोतल मात्र लगेको खोलामा जाँदा नि भनेर भन्नुहुन्छ होला। चाहिँ मलाई चाहिँ बोतलमा भरेर ल्याउनलाई अलिक सजिलो लाग्छ, सो त्यही भएर बोतल मात्र लिएर आएको। के कति ठुलो आएको नुहाउनु पनि बोतलमा भरेको पानी फ्रिजको जस्तो छ, शीतल। सानो मैले त्यही भनेको एक गुटुकमा आउँछ नि पानी त भनेको। कति रमाइलो ल केटा छोडिदिए खानु होला कि किन पछाडि आज हामी खोलाबाट पानी रिजन बनाइदिन्छु, झन् तिम्रै बनाइदिन्छु। ओके